हेलो फ्रेन्ड्स, यो चाहिँ पिङ्क कलरको फुल कस्तो राम्रो भएर फुलेको छ हेर्नुहोस् न। अनि यो फुलको नाम चाहिँ मलाई खासै थाहा छैन। फुल चाहिँ एकदम लगाउन मनपर्छ होइन, लगाउन मन पऱ्यो नि। अब फुलहरू चाहिँ नाम चाहिँ खासै थाहा हुँदैन मलाई, अनि ल्याइहाल्छु। अनि यसको हेर्न, यसको बेबी पनि कति राम्रो भयो यहाँ। यसको भर्खर बेबी कलेक्सनहरू पनि यहाँ पनि। अनि मेन यो फुलको मदर चाहिँ यही हो। यसबाट मैले कटिङ गरेर सारेर धेरै बनाएको फुलहरू चाहिँ कस्तो राम्रो भएर फुले हेर्नुहोस् न। अनि अरू ठाउँमा पनि सारेको छु। अनि यो भइहाल्यो, यसमा पनि सारेकै छु ग्रो ब्यागमा। अनि यहाँ सानो बट्टा पनि लगाएको छु फ्रेन्ड्स, हेर्नुहोस् न कस्तो राम्रो भएर फुलिरहेको छ सानो बट्टा पनि। यो चाहिँ जेमा लगायो नि, जस्तो सानो ठुलो भुइँमा धेरै मलजल पनि नचाहिने, माटो हल्का खोक्लो होस्, राम्रो माटो र मल पनि खासै हाल्नु नपर्ने, जता लगायो नि सर्ने के। यसो हाँगा भाँचेर, मुन्टाहरू भाँचेर, सानो मुन्टा भाँचेर लगायो नि सर्ने। सरिहाल्ने फुलले चाहिँ, फुलको नाम छ भने हजुर लाइकहरू कमेन्ट गरेर त्यहाँ म्यासेजमा छोडिदिनु होला फुलको नाम। यो चाहिँ मेन मदर भइहाल्यो यसको। थ्याङ्क यू सब।